आज मिति 2081 साल फागुन 24 गते काठमाडौँको माइतीगढ मण्डलामा नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन तय गरेको छ। त्यसमा हामी सहभागी हुन विनय त्रिवेणी गाउँपालिकाबाट शिक्षकहरू चाहिँ यहाँ उपस्थित भएका छौँ। हामी उहाँको परिचय गराउन चाहन्छौँ। सुरुबाट चाहिँ हामी यहाँ सरको परिचय लिन चाहन्छौँ। सरको परिचय र विद्यालयको नाम भनिदिनु होला। सम्पूर्णमा नमस्कार शिक्षक साथीहरू। मेरो नाम सरोज काफ्ले, विनय त्रिवेणी गाउँपालिका, विद्यालय चाहिँ दिपेन्द्र मावि। यता सरको। सबैलाई नमस्कार, म कमलजी सी, भानुदय मावि, विनय त्रिवेणी पाँचचुका र राह शिक्षक, विनय त्रिवेणी गाउँपालिकाको अध्यक्ष, केन्द्रीय समिति सदस्य र हामी महासंघले आयोजना गरेको यो वृहत शिक्षक प्रदर्शनमा हामी सहभागी हुनको लागि आएका छौँ र सरकारले जबसम्म हाम्रो माग मुद्दा सम्बोधन गर्दैन तबसम्म विभिन्न चरणका आन्दोलनहरू गर्ने गरी मनस्थिति बोकेर यहाँ हामी आएका छौँ र सबैको सहयोग सल्लाह सुझावको अपेक्षा गर्दछौँ। सम्पूर्णमा नमस्कार, मेरो नाम बिन्दुबहादुर कुमाल, मेरो घर विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 4 सर्ती बगैँचा। मेरो विद्यालय गौतम आधारभूत विद्यालय, त्यो विद्यालयको धन्यवाद। सम्पूर्ण नमस्कार, मेरो नाम दिलबहादुर लुङसे, मेरो विद्यालय श्री भवानी आधारभूत विद्यालय कुसुम्बे 5। सम्पूर्णमा नमस्कार, मेरो नाम पसन बहादुर छडा, मेरो विद्यालय चाहिँ श्री नौन आधारभूत विद्यालय विनय त्रिवेणी पास खुम्बारी। सबैलाई नमस्कार, मेरो नाम दिलबहादुर बस्रगी, विद्यालय शिशु कल्याण आधारभूत विद्यालय विनय त्रिवेणी 3 सर्दी गुडिया। सबैलाई नमस्कार, मेरो नाम जितेन्द्र मान यादव, विनय त्रिवेणी गाउँपालिका वार्ड नम्बर 1 श्री लक्ष्मी आधारभूत विद्यालयबाट। सबैलाई नमस्कार, मेरो नाम महेन्द्र कोइरी, प्रतापपुर गाउँपालिका वडा नम्बर 6, म जनता आधारभूत स्कुलको शिक्षक। सबैलाई नमस्कार, मेरो नाम शान्तबहादुर थापा, म विनय त्रिवेणी वडा नम्बर 5 बालिका आधारभूत विद्यालयबाट। सबैलाई नमस्कार, म परवराज बराल, घर चाहिँ कालीकोट, जनकल्याण आधारभूत विद्यालयको प्रावि स्थायी सहायक पर। नमस्कार, म चाहिँ टिका पोखरेल, अब घर काउसोती, ज्ञानदेव माविको शिक्षक र आज हामी महासंघले सुरु गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रममा आज हामी आएका छौँ र यो कार्यक्रमबाट हामी ब्याक हट्नेवाला छैनौँ। अब निरन्तर रूपमा आन्दोलन सशक्त बनाएर शिक्षा ऐन पारित गराएर मात्रै फिर्ता हुनेछ। नमस्कार, म सीतादेवी पौडेल, देवचुली नगरपालिका विद्यालय कालिका मावि, त्यस विद्यालयको शिक्षक। आज हामी महासंघले गरेको आह्वान अनुसार र आयोजना अनुसारको यो पहिलो चरणको आन्दोलनलाई सशक्त रूपमा सफल पार्नका लागि र हाम्रा माग मुद्दा समेटिने गरी तयार पारिएको भनिएको छ। शिक्षा ऐनलाई जबसम्म आउँदैन तबसम्म शिक्षा ऐन ल्याउनुपर्छ भनेर दबावमूलक कार्यक्रम गराउनको लागि हामी चाहिँ आएका छौँ। जसरी पनि शिक्षा ऐन अब आउनै पर्छ भन्ने मनस्थिति हाम्रो छ। धन्यवाद। तपाईँलाई मेरो नमस्कार, मेरो नाम पृथ्वी विश्वकर्मा, म श्री बतासुली आधारभूत विद्यालयको शिक्षक। आज काठमाडौँको माइतीगढ मण्डलामा हुने शिक्षकहरूको पहिलो चरणको आन्दोलनमा म सहभागी हुँदैछु। पहिलोचोटि शिक्षा ऐन विगत लामो समयदेखि शिक्षा समितिमै अड्किएको छ। सरकारले शिक्षा ऐन ल्याउन सकिरहेको छैन। के कारणले, कति कारणले ल्याउन सकिरहेको छैन, त्यसको विरुद्धमा आज देशभरिका शिक्षक हामी एकजुट भएर माइतीगढ मण्डलामा जाँदैछौँ। तपाईँहरूले हाम्रो भिडियो जसले हेर्दै हुनुहुन्छ, तपाईँहरूले हाम्रो भिडियोको तलपट्टि कमेन्टमा गएर सरकारले जतिसक्दो छिटो शिक्षा ऐन जारी गर्नुपर्छ, त्यो शिक्षा ऐन चाहिँ शिक्षकको हकहितमा हुनुपर्छ र शिक्षकले चाहिँ अब यस्तो पेसा होस् कि शिक्षक हरेक व्यक्तिहरू चाहिँ नेपालमा भएका हरेक पेसामा भएका व्यक्तिहरू चाहिँ शिक्षण पेसामा आउनको लागि उत्प्रेरित हुन् भन्दै मेरा 2-4 शब्द यही टुङ्ग्याउँछु। हवस् त, नमस्कार सबैजना। आज दिउँसो 1 बजे माइतीगढ मण्डलमा जाउँ, हाम्रो आन्दोलनलाई सफल पारौँ। शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलाई हामीले बाध्य बनाऊँ कि जतिसक्दो छिटो चाहिँ शिक्षा ऐन आओस्, सम्पूर्ण शिक्षकहरूको चाहिँ माग पुरा होस्। राह शिक्षक, अस्थायी शिक्षक, स्थायी शिक्षक, कर्मचारीहरू हुनुहुन्छ, त्यसपछि बाल विकासका चाहिँ जो स्थितिमा चाहिँ पढाउने
शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, उहाँहरूको पनि मार्ग सम्बोधन हुनु पर्यो। विगत लामो समयदेखि चाहिँ काम गरिरहनु भएको छ, उहाँहरूलाई पनि एउटा आशा होला कि सरकारले यो ल्याइसकेपछि हामीमा पनि केही किसिमको चाहिँ फाइदा होला भनेर चाहिँ बसिरहनु भएको होला। यो ऐन ल्याउनको लागि जुन महासङ्घले आज आन्दोलन गरेको छ त्यसमा हामी सहभागी हुनेछौँ। धन्यवाद। अब एकचोटि वार्म अप गरौँ न त।